प्रिय मन, तपाईँ शान्त हुनुहुन्छ? आउनुहोस् एकैछिन बुद्धवाणी सुनौ। ध्यान दिएर सुन्नुहोस् साथीहरू। के तपाईँले कहिले आफूलाई यो प्रश्न सोध्नु भएको छ कि यदि तपाईँको मन तपाईँको गुलाम बन्यो भने तपाईँले के गर्न सक्नुहुन्छ? तपाईँले के गर्न सक्नुहुन्न? के तपाईँले कहिले महसुस गर्नुभएको छ कि तपाईँको जीवनको सबैभन्दा ठुलो लडाइँ बाहिरको संसारसँग होइन, तपाईँको आफ्नो मनसँग छ? बिहान उठ्न मन लाग्दैन, केही नयाँ सिक्न मन लाग्दैन, नराम्रो बानीहरू छोड्न मन लाग्दैन, रिस उठ्छ, मन भड्किन्छ, काम गर्न मन लाग्दैन र फेरि दिनको अन्तिममा पछुतो हुन्छ कि आज पनि आफैसँग हारे। कहिले सोच्नुभएको छ कि यस्तो किन हुन्छ? यस भिडियोमा हामी त्यही गहिराइसम्म ओर्लिनेछौँ जहाँबाट यो सबै खाले खेल सुरु हुन्छ। तपाईँको मनबाट र कुराबाट मात्र बुझ्ने होइन, कुरा हो जान्ने, सत्यलाई देख्ने र आफूलाई र आफ्नो मनलाई तह लगाउने। किनकि जसले आफ्नो मनलाई साध्न सक्यो, बसमा राख्न सक्यो, उसले सारा संसार जित्यो। गौतम बुद्धले भन्नुभएको थियो, मन नै सब थोक हो, तिमी जे सोच्छौ त्यही बन्छौ। यदि तपाईँको मनले नै पटक पटक सोध्छ कि म कमजोर छु, मलाई आउँदैन, मेरो ध्यान लाग्दैन, त्यो सोच बिस्तारै तपाईँको सत्य बन्न जान्छ र त्यही नै मनको सबैभन्दा ठुलो चाल वा त्यो तपाईँले बनाएको बानीहरू, भावनाहरू, सम्झनाहरूको गुलाम बन्छ र तपाईँलाई गुलाम बनाइदिन्छ। मन एउटा बाँदर जस्तै हो जो हरेक पल उफ्रिन्छ, कहिले भविष्यको चिन्ता त कहिले अतीतको पछुतोमा। तपाईँसँग नि हुन्छ नि यस्तो, होइन? तपाईँ केही गर्न बस्नुहुन्छ र अचानक मनले कुनै पुरानो कुरा सम्झाइदिन्छ, कुनै दुःख, कुनै गल्ती, कुनै डर, अनि तपाईँ त्यही अड्किनुहुन्छ। केही गर्नु नै हुन्न, तपाईँको शरीर त्यही बसिरहेको हुन्छ, तर मन कहाँ हुन्छ कसैलाई थाहा हुँदैन। त्यो मन त्यही हो जसले तपाईँलाई महान बनाउन सक्छ यदि तपाईँले त्यसलाई बुझ्नुभयो र त्यसलाई दिशा दिनुभयो भने। किनकि मन आफैलाई थाहा हुँदैन कि के राम्रो के नराम्रो। उसले त बस जुन कुरा तपाईँ पटक पटक दोहोऱ्याउनुहुन्छ त्यसैलाई नै सत्य मानिदिन्छ। यदि तपाईँ हरेक दिन आफैसँग भन्नुहुन्छ म केही गर्न सक्दिनँ, मेरो मन लाग्दैन, मेरो भाग्य खराब छ भने मनले त्यही दोहोऱ्याउनेछ, त्यही पस्किनेछ र तपाईँ त्यसमा डुब्दै जानुहुनेछ। तर अब समय आएको छ कि तपाईँले त्यस मनलाई चिन्नुहोस्, त्यसको व्यवहार बुझ्नुहोस्, त्यसको चलाखी समात्नुहोस् र त्यसलाई आफ्नो अधीनमा राख्नुहोस्। मनोविज्ञान भन्छ कि हाम्रा 95% निर्णयहरू हाम्रो अवचेतन मनबाट लिइन्छ, अर्थात् हामी जे सोच्छौँ, जे महसुस गर्छौँ त्यसको ठुलो हिस्सा हामीमा थाहा हुँदैन र तैपनि त्यसले हाम्रो जीवनको दिशा तय गर्छ। अर्थात् यदि तपाईँले आफ्नो मनलाई सही प्रशिक्षण दिनु भएन भने त्यसले तपाईँको मन्जुरी बिना नै तपाईँलाई त्यहाँ लैजानेछ जहाँ तपाईँ कहिले जान चाहनुहुन्थेन। अब एउटा कुरा ध्यान दिएर बुझ्नुहोस्, यदि तपाईँको मन नै नियन्त्रणमा छैन भने संसारको कुनै पनि लक्ष्य, कुनै पनि सम्बन्ध, कुनै पनि सफलताले तपाईँलाई सन्तोष दिन सक्दैन। किनकि ती सबै कुरा जिउनका लागि सबैभन्दा पहिले जुन कुराको आवश्यकता छ त्यो हो मनको स्थिरता। आधुनिक विज्ञानले पनि त्यही भन्छ, दिमागको वायरिङ र फायरिङ, अर्थात् तपाईँ जसरी सोच्नुहुन्छ त्यसरी नै तपाईँ बन्न थाल्नुहुन्छ। हरेक पल्ट जब तपाईँ नकारात्मक सोच्नुहुन्छ तपाईँको दिमागले त्यही सोचको बानी बसाल्छ र त्यही नै तपाईँको पहिचान बन्न जान्छ। अब रोकिनुहोस् र सोच्नुहोस् कि तपाईँ साँच्चै आफ्नो मनको मालिक हुनुहुन्छ वा तपाईँको मनले नै तपाईँलाई चलाइरहेको छ। यही नै यो प्रश्न हो जुन यस भिडियोको सुरुवात हो। किनकि जबसम्म तपाईँ यस प्रश्नको जवाफ आफै खोज्नुहुन्न तबसम्म कुनै बाहिरी ज्ञान, कुनै मोटिभेसन, कुनै तरिकाले काम गर्ने छैन। यस भिडियोमा हामी तपाईँको अगाडि त्यो रहस्य खोल्नेवाला छौँ, जसपछि तपाईँले जान्नुहुनेछ कि मनलाई जित्नु भनेको के हो र कसरी हरेक सामान्य मानिसले आफ्नो मनको शक्तिलाई जागृत गर्न सक्छ। र सम्झनुहोस्, मनलाई जित्नु कुनै एक दिनको काम होइन, त्यो एउटा अभ्यास हो, एउटा यात्रा हो, एउटा युद्ध हो जुन हरेक दिन लडिन्छ। तर यदि तपाईँले त्यस युद्धलाई बुझ्नुभयो भने जित पक्का छ। अब हामी त्यो बिन्दुमा पुगिसकेका छौँ जहाँबाट असली यात्रा सुरु हुनेछ। यस यात्रामा हामी मनलाई नियन्त्रण गर्ने 5 सबैभन्दा शक्तिशाली विधिहरू जान्नेछौँ, जसले तपाईँको विचार मात्र बदल्ने छैन बरु तपाईँको जीवनको दिशा नै मोड्न सक्छ। त्यसैले यस भिडियोको साथमा रहनुहोस्, किनकि अब जे आउनेछ त्यो मात्र जानकारी होइन, जागृति हो। पहिलो विधि, सकारात्मक आत्मसंवाद, पोजिटिभ सेल्फ टक। के तपाईँले कहिले आफूसँग कुरा गर्नुभएको छ, मबाट हुँदैन, म सधैँ गल्ती गर्छु, मेरो बसको कुरा होइन?
यदि हो भने आज यस भिडियोलाई पुरा हेर्नाले तपाईँको जीवनको दिशा बदल्न सक्छ, किनभने जुन व्यक्तिसँग तपाईँ सबैभन्दा बढी कुरा गर्नुहुन्छ त्यो अरू कोही होइन, तपाईँ आफै हुनुहुन्छ र त्यही कुराकानीले तपाईँको भविष्यको दिशा तय गर्छ। हाम्रो मनले जे सोच्छ त्यही हामी बन्छौँ र त्यो कुरा मात्र कुनै मोटिभेसनल संवाद होइन, यो विज्ञानले पनि भन्छ र ब्रह्म ज्ञानले पनि। मनलाई नियन्त्रण गर्ने पहिलो शक्तिशाली विधि हो सकारात्मक आत्मसंवाद, अर्थात् आफैसँग सकारात्मक कुराहरू गर्नुहोस्। यो कुनै मामुली बानी होइन, यो त तपाईँको आत्मसँगको सिधा संवाद हो। जब हामी दिनहुँ आफूलाई नकारात्मक कुराहरूमा भन्छौँ, जस्तै म कमजोर छु, मेरो साथमा मात्र किन यस्तो हुन्छ, मलाई केही आउँदैन, तब हाम्रो अवचेतन मन सबकन्सियस माइन्डले यी कुराहरूलाई सत्य मान्न थाल्छ। फेरि ती कुराहरू हाम्रो बानी बन्छ, हाम्रो सोच बन्छ र बिस्तारै हाम्रो भविष्य पनि त्यस्तै बन्न थाल्छ। मनोविज्ञानले भन्छ कि हाम्रो अवचेतन मनले हरेक त्यो कुरा रेकर्ड गर्छ जुन हामी आफैसँग बारम्बार भन्छौँ। त्यसैले यदि तपाईँ आफैसँग बारम्बार भन्नुहुन्छ म हार्नेछु भने तपाईँको सोच हार्ने खालको बन्नेछ, र यदि तपाईँ आफैलाई दिनहुँ भन्नुहुन्छ म गर्न सक्छु, म सिक्न सक्छु, मलाई आफैमाथि विश्वास छ भने तपाईँको दिमागले त्यही दिशामा काम गर्न थाल्नेछ, सफलताको दिशामा। यस आत्मसंवादको असर मात्र तपाईँको आत्मविश्वासमा पर्दैन, बरु त्यसले तपाईँको शरीरको ऊर्जा, तपाईँको निर्णय र तपाईँको दृष्टिलाई सम्म प्रभावित पार्दछ। गौतम बुद्धले भन्नुभएको थियो, मन नै सब थोक हो, जस्तो तिमी सोच्छौ त्यस्तै बन्छौ। यहाँको यो कुरा आजको विज्ञानसँग पनि मेल खान्छ। सकारात्मक आत्मसंवादले हाम्रो न्युरोन्सलाई नयाँ बाटोहरू बनाउन बाध्य पार्छ, अर्थात् जब तपाईँ बारम्बार आफैसँग राम्रो बोल्नुहुन्छ तपाईँको दिमाग नयाँ सम्भावनाहरूका लागि खुल्न थाल्छ। अब प्रश्न उठ्छ, यो सकारात्मक आत्मसंवाद कसरी गर्ने? सबैभन्दा पहिले हरेक बिहान उठ्ने बित्तिकै आफैसँग एउटा कुरा पक्का गर्नुहोस् र भन्नुहोस्, म आजबाट पहिले सबभन्दा राम्रो छु र हरेक दिन अगाडि बढिरहेको छु। यी साना साना वाक्यहरूले तपाईँको दिनको दिशा तय गर्छन्। दोस्रो, जब कुनै काम गाह्रो लाग्छ आफैसँग यो भन्नुहोस् कि मबाट हुँदैन, बरु भन्नुहोस् यो चुनौती हो र यसलाई सिक्ने मौकामा मान्दछु। यस सोचले तपाईँको डर हट्न थाल्छ। यदि तपाईँ कुनै गल्तीलाई लिएर आफैलाई गाली गर्नुहुन्छ भने त्यही समयमा आफैसँग भन्नुहोस्, म सिक्ने व्यक्ति हुँ, गल्ती मेरो पहिचान होइन। त्यो आत्मस्वीकृतिले तपाईँको मनलाई बोझबाट मुक्त गर्छ। संसारको कुनै पनि सफलता तबसम्म आउँदैन जबसम्म तपाईँ आफैमाथि विश्वास गर्न सिक्नुहुन्न, र यो विश्वास तब पैदा हुन्छ जब तपाईँ आफैसँग सकारात्मक ढङ्गले कुरा गर्न सुरु गर्नुहुन्छ। अब यहाँ एउटा कुरा बुझ्न अझै एकदमै जरुरी छ। सकारात्मक आत्मसंवादको मतलब यो होइन कि तपाईँ हरेक हालमा आफैसँग झुट बोल्नुहोस्, बरु त्यसको अर्थ हो आफ्नो भित्रको सत्यतालाई देख्नुहोस्, बुझ्नुहोस् र त्यसलाई उन्नत दिशामा मोड्नुहोस्। यदि तपाईँ कुनै कमजोरी चिन्नुहुन्छ भने आफैसँग भन्नुहोस्, हो यो मेरो कमजोरी हो, तर म यसलाई सुधार्न सक्छु। बस यही सोचले तपाईँलाई हरेक दिन एउटा नयाँ स्तरमा लैजानेछ। त्यस बानीलाई अपनाउनका लागि तपाईँ एउटा सानो अभ्यास गर्न सक्नुहुन्छ। हरेक रात सुत्नु अघि आफैसँग 3 वटा सकारात्मक कुराहरू भन्नुहोस्, जस्तै आज मैले आफैमाथि काम गरेँ, म अगाडि बढिरहेको छु, म आफैलाई माया गर्छु। यी कुराहरू साना लाग्छन्, तर यिनै साना कुराले तपाईँको भित्रको युद्ध जित्न मद्दत गर्छन्। बुद्ध भन्नुहुन्छ, खुसी हाम्रो आफ्नै विचारमा निर्भर गर्दछ। तसर्थ यदि तपाईँको विचार आफ्नो बारेमा नकारात्मक भयो भने तपाईँको जीवनको हरेक कुना दुखी लाग्नेछ, तर यदि तपाईँ आफ्नो भित्र र सकारात्मक ऊर्जा भर्नुहुन्छ भने मुस्किलहरू पनि साधारण लाग्न थाल्छन्। अब ध्यान दिनुहोस्, त्यो त मात्र पहिलेको विधि थियो, मनलाई नियन्त्रण गर्ने सुरुवात। यस यात्रामा अगाडि अझै गहिराई छ र अब हामी प्रवेश गर्नेछौँ दोस्रो विधिमा, जसले तपाईँको मनलाई स्थिरता र गहिराई प्रदान गर्नेछ, ताकि तपाईँ सकारात्मक सोच्नु मात्र होइन बरु आत्मिक शक्ति महसुस गर्नुहुनेछ। दोस्रो विधि, लक्ष्य निर्धारण। के तपाईँले कहिले सोच्नु भएको छ कि मन किन भड्किन्छ? किनकि हामी अक्सर एउटा काम सुरु गर्छौँ तर बीचमै छोडिदिन्छौँ। किन हाम्रो मन कहिले अतीतको सम्झनामा अल्झिरहन्छ त कहिले भविष्यको चिन्तामा हराइरहन्छ? त्यसको पछाडि एउटा गहिरो कारण र अस्पष्टता। मनले दिशा तब पाउँछ जब उसलाई थाहा हुन्छ कि उसले जानु कहाँ छ र त्यो दिशा कता छ, र जब त्यो दिशा हुँदैन मन ठ्याक्कै त्यो घोडा जस्तै हुन्छ जो खुल्ला मैदानमा अन्धाधुन्ध दौडिरहेको छ। त्यसैले मनलाई नियन्त्रण गर्ने दोस्रो शक्तिशाली विधि हो लक्ष्य निर्धारण। हो स्पष्ट, यथार्थवादी र प्रेरणादायी लक्ष्य। जुन मानिसले आफ्नो जीवनको उद्देश्य तय गर्यो उसको मन आफै अनुशासित हुन थाल्छ। गौतम बुद्धले एकपटक भन्नुभएको थियो, यदि कुनै व्यक्तिले निशानामा बाण प्रहार गर्छ भने पहिले उसलाई थाहा हुन्छ कि निशाना कहाँ लाग्छ। त्यसै गरी जीवनलाई सही दिशामा लैजानका लागि मानिसहरूले पहिले आफ्नो लक्ष्यलाई चिन्नुपर्छ। त्यो कुरा मात्र बौद्ध दर्शनमा होइन बरु आधुनिक मनोविज्ञानमा प्रष्टसँग भनिएको छ। मनोवैज्ञानिकहरू भन्छन् कि जब तपाईँ स्पष्ट लक्ष्य बनाउनुहुन्छ तपाईँको मस्तिष्कले एउटा केन्द्रबिन्दु फोकल पोइन्ट फेला पार्छ। त्यो केन्द्रबिन्दु
बालुले दिमागलाई एउटै दिशामा सोच्न, योजना बनाउन र मिहिनेत गर्न प्रेरित गर्छ। जसरी जीपीएसले लोकेसन नहालेसम्म बाटो देखाउँदैन, त्यसै गरी लक्ष्य बिना तपाईँको मनले तपाईँलाई कतै लैजाँदैन वा यस्तो ठाउँमा पुर्याइदिन्छ जहाँ तपाईँ कहिले जान चाहनुहुन्थेन। त्यहाँ एउटा महत्त्वपूर्ण तथ्य आउँछ, रेटिकुलर एक्टिभेटिङ सिस्टम। त्यो हाम्रो मस्तिष्कको एउटा विशेष प्रणाली हो जसले हामीलाई मात्र तिनै कुरामा ध्यान दिन दिन्छ जुन हाम्रो लक्ष्यसँग जोडिएको हुन्छ। उदाहरणका लागि, यदि तपाईँ सोच्नुहुन्छ कि मलाई एक लेखक बन्नु छ भने अचानक तपाईँलाई किताबहरू, लेखसँग जोडिएका जानकारी र अवसरहरू आफै देख्न थाल्छन्। त्यो कुनै जादु होइन, त्यो तपाईँको लक्ष्य र दिमागको आपसी तालमेल हो। अब यो प्रश्न छ, लक्ष्य कस्तो हुनुपर्छ? धेरै पटक मानिसहरू धेरै ठुला ठुला लक्ष्य बनाउँछन् तर त्यो धमिलो, अव्यवस्थित हुन्छ कि दिमागले तिनलाई बुझ्नै सक्दैन। त्यसैले पहिलो कदम हो आफ्नो लक्ष्यलाई स्पष्ट र यथार्थवादी बनाउनु। उदाहरणका लागि, तपाईँ भन्नुहुन्छ मलाई सफल बन्नु छ भने त्यो धेरै नै धमिलो लक्ष्य हो। तर यदि तपाईँ भन्नुहुन्छ मलाई अर्को केही महिनामा एउटा किताब लेख्नु छ वा मलाई 1 वर्षमा एउटा सानो व्यवसाय सुरु गर्नु छ भने तपाईँको दिमागले त्यो लक्ष्य समात्न सक्छ। यहाँ अर्को कुरा बुझ्न जरुरी छ, लक्ष्यले मस्तिष्कलाई दिशा मात्र दिँदैन, बरु भावनात्मक ऊर्जा प्रदान गर्छ। जब हामी एउटा लक्ष्य बनाउँछौँ र त्यसलाई पाउने कल्पना गर्छौँ, तब हाम्रो दिमागमा डोपामिन नामक रसायन रिलिज हुन्छ। त्यस रसायनले हामीलाई खुसी, प्रेरणा र एउटा सकारात्मक ऊर्जा दिन्छ। अर्थात् लक्ष्यले मनलाई मात्र रोक्दैन, बरु त्यसलाई हिँड्ने सही प्रेरणा पनि दिन्छ। अब अर्को एउटा प्रश्न उठ्छ कि एउटा लक्ष्य नै काफी छ? त्यसको उत्तर हो, छैन। लक्ष्यको विभाजन हुनुपर्छ, दीर्घकालीन, मध्यकालीन र अल्पकालीन। किनकि हामी धेरै टाढाको लक्ष्य बनाउँछौँ र त्यसको बीचमा कुनै चरण राख्दैनौँ, तब हाम्रो मन थाक्छ र भन्छ अझ धेरै टाढा छ, पछि कहिले काहीँ सुरु गरौँला। त्यसैले साना साना चरणहरू हुनु जरुरी छ ताकि मनलाई हरेक चरणमा एउटा सन्तुष्टि र प्रगतिको भावना मिलिरहोस्। जब तपाईँ एउटा लक्ष्य तयार गर्नुहुन्छ र त्यसमा काम गर्न सुरु गर्नुहुन्छ, तपाईको मनले ध्यान भड्काउने कुराहरूलाई आफै तिरस्कार गर्न थाल्छ। जतिखेर तपाईको ध्यान भड्किनेछ, दिमागले तपाईँलाई सम्झाउँछ हाम्रो लक्ष्य अझै अधुरो छ र त्यहीबाट सुरु हुन्छ मनमाथिको नियन्त्रण। अब सोच्नुहोस्, एउटा मन जसले आफैलाई एउटा दिशामा बाँधेको छ, जसले कति शक्ति उत्पन्न गर्न सक्छ। तपाईँले देख्नुभएको होला, जब तपाईँ कुनै जरुरी काममा पुरै मन लगाएर लाग्नुहुन्छ, तपाईँलाई भोक, तिर्खा, थकान केही पनि महसुस हुँदैन। किनभने लक्ष्यले तपाईँको मनलाई पूर्ण रूपमा फोकस गरिदिएको छ। त्यही शक्ति यदि हरेक दिनको बानी पर्यो भने तपाईँको जीवनले त्यो रूप लिन सक्छ जसको कल्पना तपाईँले सपनामा मात्र गर्नुभएको थियो। आजको समयमा सबभन्दा ठुलो रोग के हो? ओभरथिङ्किङ, एन्जाइटी, डिस्ट्र्याक्सन र यी सबै उपचार हो लक्ष्य तय गर्नुहोस् र फेरि हेर्नुहोस् तपाईँको मन कसरी स्वत अनुशासित हुन थाल्छ। ती सबै कुरा जसले तपाईँको समय बर्बाद गरिरहेका छन् ती बेकार लाग्न थाल्नेछ। मनले बारम्बार तपाईँलाई तानेर तपाईँको लक्ष्यतर्फ लैजानेछ। त्यो कुनै चमत्कार होइन, त्यो मनको दिशा बदल्ने विधि हो। जब अलिकति विचार गर्नुहोस्, यदि एउटा सानो चुम्बकले फलामको सियोलाई तान्न सक्छ भने एउटा स्पष्ट र सशक्त लक्ष्यले तपाईँको मनलाई कति तान्न सक्छ। मन जुन अहिलेसम्म यताउता भागिरहेको थियो, त्यो बिस्तारै त्यो चुम्बक अर्थात् लक्ष्यतिर आकर्षित हुन थाल्नेछ। गौतम बुद्धले भन्नुभएको थियो, मन अत्यन्तै चञ्चल छ, तर यदि त्यसलाई साध्न सकियो भने त्यसले तपाईँको सबैभन्दा ठुलो शत्रुलाई पनि मित्र बनाउन सक्छ। यस साधनको पहिलो चरण थियो आत्मसंवाद र दोस्रो लक्ष्य निर्धारण। यी दुवै विधिहरू मिलेर तपाईँको मनलाई भित्रबाट पुनः प्रशिक्षित गर्दैछन्। त्यसले उसलाई एउटा नयाँ बाटोमा हिँड्न सिकाउँछन् जहाँ दिशा छ, उत्साह छ र स्पष्टता छ। त्यसैले यदि तपाईँ चाहनुहुन्छ कि तपाईँको मनले तपाईँको कुरा मानोस्, सबैभन्दा पहिले तपाईँ उसलाई बताउनुहोस् कि कहाँ जानु छ। फेरि हेर्नुहोस् कसरी उसले बाटो आफै बनाउन थाल्छ र त्यहीबाट सुरु हुन्छ वास्तविक आत्मशक्तिको यात्रा। तेस्रो विधि, समय व्यवस्थापन। साथीहरू, के तपाईँलाई थाहा छ, हाम्रो मन सबैभन्दा बढी बेचैन तब हुन्छ जब हामीसँग समयको कुनै योजना हुँदैन। जब हामी हरेक कामलाई सार्दै जान्छौँ, जब दिनरात मात्र दौडधुप बन्न पुग्छ तर तैपनि मनले शान्तिलाई छुन सक्दैन, तब मात्र जब हामी हरेक कामलाई सार्दै जान्छौँ, जब दिनरात मात्र दौडधुप बन्न पुग्छ तर तैपनि मनले शान्ति छुन सक्दैन, तब वास्तवमा समस्या समयको हुँदैन, बरु त्यो समयको व्यवस्थापनको हुन्छ र त्यहीबाट सुरु हुन्छ मनलाई नियन्त्रणमा राख्ने तेस्रो शक्तिशाली विधि, समय व्यवस्थापन। आज हामी जुन संसारमा बाँचिरहेका छौँ त्यहाँ व्यस्त रहनु एउटा ट्रेन्ड बनेको छ, तर व्यस्त हुनु र व्यस्तताको व्यवस्थापन गर्न सक्नु ती दुवै एउटै कुरा होइनन्। यदि तपाईँ दिनभर धेरै कुरा गर्नुहुन्छ तर अन्त्यमा थकित भएर लड्नुहुन्छ र आफैसँग रिसाउनुहुन्छ भने विश्वास गर्नुहोस् तपाईँ समयलाई चलाइरहनु भएको छैन।
समयले तपाईँलाई चलाइरहेको छ र जब समयले हामीलाई चलाउन थाल्छ मन आफै बेचैन, चिन्तित र थकित महसुस गर्छ। हाम्रो मस्तिष्कले तब सबैभन्दा राम्रो काम गर्छ जब उसलाई थाहा हुन्छ कि अर्को कदम के हो। मनलाई दिशा चाहिन्छ, स्पष्टता चाहिन्छ र त्यो स्पष्टता हाम्रो समय व्यवस्थापनबाट आउँछ। जब तपाईँ हरेक कामका लागि एउटा उचित समय निर्धारण गर्नुहुन्छ, जब तपाईँलाई थाहा हुन्छ कि कुन काम कहिले गर्ने हो, तब तपाईँको मन आफै शान्त रहन्छ किनकि उसलाई थाहा छ अब केही पनि नियोजित छैन, अनियन्त्रित छैन। समय व्यवस्थापन मात्र घडीको सुईलाई हेर्ने नाम होइन, त्यो एउटा विज्ञान हो, एउटा कला हो र साथै एउटा साधन हो। समय व्यवस्थापन मात्र घडीको सुईलाई हेर्ने नाम होइन, त्यो एउटा विज्ञान हो, त्यो एउटा कला हो र साथै एउटा साधन हो। यदि तपाईँले त्यसलाई सोध्नुभयो भने तपाईँले मात्र आफ्नो दिनलाई होइन, आफ्नो जीवनलाई, आफ्नो भाग्यलाई र आफ्नो मनलाई पनि सोध्नुहुनेछ। आधुनिक मनोविज्ञान भन्छ कि जब हामी आफ्नो दिनको योजना बनाउँछौँ र त्यसलाई पालना गर्छौँ, हाम्रो मस्तिष्कले डोपामाइन नामक एउटा रसायन छोड्छ जसले हामीलाई सन्तुष्टि र ऊर्जाको महसुस गराउँछ। त्यो त्यही रसायन हो जुन तब निस्किन्छ जब हामी कुनै उपलब्धि प्राप्त गर्छौँ। अर्थात् यदि तपाईँ हरेक बिहान आफ्नो दिनचर्या तय गर्नुहुन्छ र दिनको अन्त्यमा त्यसमा अडिग रहनुहुन्छ भने तपाईँको मस्तिष्कले तपाईँलाई एक सफल व्यक्तिको अनुभूति दिन्छ, जसबाट आत्मविश्वास बढ्छ, चिन्ता घट्छ र मन शान्त हुन्छ। ब्रह्मज्ञानको कुरा गर्दा हाम्रा प्राचीन ग्रन्थहरूमा पनि समयलाई सबैभन्दा ठूलो गुरु मानिएको छ। वेदहरूमा भनिएको छ, काल नै परम बल, अर्थात् समय नै सबैभन्दा ठूलो शक्ति हो। जो शक्तिसँग हिँड्न सिक्छ उसको लागि कुनै पनि लक्ष्य असम्भव रहँदैन। गौतम बुद्ध पनि समयको महत्त्वलाई राम्ररी बुझ्नुहुन्थ्यो। उहाँले एक ठाउँमा भन्नुभएको थियो, जुन व्यक्तिले एक लक्ष्यलाई पनि व्यर्थ जान दिँदैन उसले जीवनलाई पूर्णताका साथ जिउँछ। बुद्धका अनुसार जीवनको साँचो शक्ति तब मात्र सम्भव छ जब हामी हरेक क्षणमा जागरुक रहन्छौँ, हरेक पलको उपयोग गर्छौँ। उहाँले अर्को एउटा अद्भुत कुरा भन्नुभएको थियो, भविष्यको चिन्ता नगर, भूतकालको पछुतोमा नबस, वर्तमान क्षणमा जिउ, किनकि जीवन त्यही छ। समय व्यवस्थापनले हामीलाई वर्तमानमा केन्द्रित रहने कला सिकाउँछ। जब हामी आफ्ना कार्यहरूलाई समयबद्ध गर्छौँ तब हामी आफ्नो मनलाई अनावश्यक विचार र चिन्ताबाट बचाउँछौँ, जसबाट मन न त अतीतका गल्लीहरूमा भड्किन्छ न त भविष्यको अनिश्चिततामा अल्झिन्छ। ऊ ठहरिन्छ, जाग्छ र नियन्त्रणमा आउँछ। आधुनिक समयमा यदि कुनै व्यक्ति भन्छ मलाई समय छैन, वास्तवमा उसले भनिरहेको हुन्छ मसँग प्राथमिकता तय गर्ने कला छैन। किनभने सत्य हो, हामी सबैसँग एकै दिनको घण्टाहरू छन्। फरक मात्र यस कुरामा छ कि कसले तिनलाई कसरी प्रयोग गर्छ। कसैले त्यही समयबाट आफ्नो सपनाको महल बनाउँछ भने कसैले त्यही समयलाई आलटाल र आलस्यमा गुमाउँछ। अर्को एउटा मनोवैज्ञानिक शोधले यो बताउँछ कि जब कुनै व्यक्तिले आफ्नो कामलाई उचित सीमामा बाँडिदिन्छ तब उसको निर्णय लिने शक्ति र आत्मनियन्त्रणमा 40% वृद्धि देखिन्छ। अर्थात् समयको सही योजनाले काममा मात्र सहायता गर्दैन, बरु मनोबल र मानसिक स्थिरतामा पनि बढाउँछ। अब सोच्नुहोस्, यदि हरेक बिहान उठेर तपाईँले मात्र यति भन्नुभयो कि आजको दिन तपाईँको हातमा छ र तपाईँले यसलाई यसरी जिउनु छ कि साँझसम्म तपाईँको मन थकित भएर होइन बरु तृप्त भएर सुतोस् भने तपाईँको जीवन कति बदलिनेछ। तपाईँ स्वयं अनुभव गर्नुहुनेछ कि मन अब यति बेकुब छैन, एउटा गहिरो स्पष्टता जन्म लिइरहेको छ। समयको सही व्यवस्थापन एक किसिमले आफैसँग गरिएको सबैभन्दा सुन्दर बाचा हो कि म आफ्नो जीवनलाई अनमोल मान्दछु र त्यसलाई व्यर्थ जान दिन्न। र जब यो भावना मनमा दृढ हुन्छ तब मनले पनि त्यही अनुरूप काम गर्छ। ऊ तपाईँको नियन्त्रणमा आउन थाल्छ। त्यसले यदि तपाईँ आफ्नो मनलाई नियन्त्रण गर्न चाहनुहुन्छ, शान्त र स्थिर बनाउन चाहनुहुन्छ भने आफ्नो दिनचर्यालाई पुनः रचना गर्नुहोस्। हरेक घण्टाको हिसाब राख्नुहोस् र सबैभन्दा जरुरी हरेक पूर्ण जागरुकताका साथ गहिराईले जिउने बानी बसाल्नुहोस्। जब मनले देख्नेछ कि तपाईँको समय सम्मान गरिरहनु भएको छ तब उसले पनि तपाईँलाई सम्मान दिनेछ। चौथो विधि, ध्यान। साथीहरू, के तपाईँलाई थाहा छ हामी सबैभित्र एउटा यस्तो शक्ति छ जो यदि जागृत भयो भने न कुनै डर टिक्न सक्छ, न कुनै चिन्ता, न कुनै भ्रम। तर दुःखको कुरा यो छ कि आजको भागदौडपूर्ण जीवनमा हामी त्यो शक्तिबाट पूर्ण रूपमा काटिएका छौँ। मन एउटा भड्किरहेको हावा बनेको छ, कहिले अतीतको पछुतोमा अल्झिएको छ, कहिले भविष्यको चिन्तामा डुबेको छ र त्यही नै मानसिक अशान्ति, निन्द्रा नलाग्ने, एक्लोपन र आत्मविश्वासको कमीको सबैभन्दा ठूलो कारण हो। आज हामी कुरा गर्न गइरहेका छौँ ध्यान अर्थात् मेडिटेसन
मेडिटेसन त्यो मात्र कुनै साधन होइन, त्यो एउटा कुनै ट्रेन होइन, यो कुनै पश्चिमी प्रविधि होइन, बरु यो हाम्रै आत्माको ढोका हो जसबाट भएर हामी आफ्नो भित्रको साँचो स्वरूपसम्म पुग्न सक्छौँ। हरेक दिन केही मिनेटको ध्यानले तपाईँको पुरा जीवनको दिशा बदल्न सक्छ र त्यो कुनै अतिरञ्जना होइन, त्यो विज्ञानले पनि मानिसकेको छ र ब्रह्मज्ञानले पटक पटक त्यसै कुरा पुष्टि गर्छ। जब तपाईँ ध्यान गर्नुहुन्छ सबैभन्दा पहिले जे हुन्छ त्यो हो कि तपाईँको मन स्थिर हुन्छ। त्यो मन जो अहिलेसम्म बाँदर जस्तै यताउता उफ्रिरहेको थियो त्यो शान्त हुन्छ र जब मन शान्त हुन्छ तब मात्र तपाईँ आफ्नो विचारहरूलाई स्पष्ट देख्न सक्नुहुन्छ। त्यो विचारहरूको स्पष्टता तपाईँको हरेक समस्याको समाधान हो, किनकि समस्या भन्दा बढी हैरान पार्ने त भ्रम हुन्छ र भ्रम तब टुट्छ जब विचारमा स्पष्टता आउँछ। आज मनोवैज्ञानिकहरू पनि भन्छन् कि जब कुनै व्यक्तिले दिनहु 15 देखि 20 मिनट ध्यान गर्छ उसको एमिगडाला जो हाम्रो मस्तिष्कको त्यो हिस्सा हो जसले डर र चिन्तालाई नियन्त्रण गर्छ त्यो सानो हुन थाल्छ र त्यसबाट शक्तिको भावना प्रतिक्रिया सुध्रिन थाल्छ। त्यसको मतलब त्यो हो कि जुन कुराले पहिले तपाईँलाई धेरै छिटो रिस उठाइरहन्थ्यो त्यही कुराले अब सायद तपाईँलाई हाँसेर टारिदिने शक्ति दिनेछ। जसले पहिले तपाईँको निन्द्रा खोज्थ्यो त्यही कुराले अब तपाईँलाई गहिरो निन्द्रामा डुबाउनेछ। ध्यान कुनै देखावटी कुरा होइन, त्यो एउटा आन्तरिक प्रक्रिया हो र यसले तब मात्र फल दिन्छ जब तपाईँ त्यसलाई श्रद्धा र नियमितताका साथ गर्नुहुन्छ। जसरी शरीरका लागि व्यायाम जरुरी छ त्यसरी नै मनका लागि ध्यान एउटा आवश्यक हो, कुनै पनि विकल्प होइन, बरु मानसिक स्वच्छताको मूल आधार हो। अब एक पल रोकिनुहोस् र आफ्नो भित्र हेर्नुहोस्, बिना कुनै आवाज बिना कुनै शब्द आफैसँग केही पल बिताउने कोसिस गर्नुहोस्। के तपाईँलाई थाहा छ जब तपाईँ गहिराईमा ध्यानमा जानुहुन्छ तपाईँ मात्र आफ्नो विचारहरूलाई बुझ्न थाल्नुहुन्न, बरु तपाईँ त्यो पनि महसुस गर्न थाल्नुहुन्छ कि तपाईँ ती विचारहरू होइन, तपाईँ त त्यो देख्ने व्यक्ति हुनुहुन्छ जो हरेक विचारलाई आउने जाने देखिरहेको छ। गौतम बुद्धले ध्यानलाई जीवनको मूल बताउनुभयो। उहाँले भन्नुभयो ध्यान नै एक मात्र बाटो हो जसबाट तिमी आफ्नो भित्रको आगोलाई निभाउन सक्छौ। उहाँले वर्षौंसम्म मौन साधना गर्नुभयो, आफ्नो विचारहरूलाई परख्नुभयो र त्यही गहिराईबाट उहाँले संसारलाई बताउनुभयो कि मानिसको दुःख कुनै बाहिरी कारणले हुँदैन, बरु उसैको मनको अस्थिरता नै उसको सबैभन्दा ठुलो शत्रु हो र दुःख हो र त्यस शत्रुलाई हराउन एक मात्र बाटो हो ध्यान। बुद्धका अनुसार ध्यानले तपाईँलाई साक्षी बनाउँछ र जब तपाईँ साक्षी हुनुहुन्छ तब तपाईँ आफ्नो डरलाई पनि, आफ्नो क्रोधलाई पनि, आफ्नो व्याधालाई पनि बाहिरबाट देख्न सक्नुहुन्छ र यही दूरी नै त हो मुक्तिको सुरुवात। आज हामी जति बाहिरी कुरामा खर्च गर्छौँ, मोबाइल स्क्रोलिङ, टिभी हेर्नु वा बिना अर्थका कुराकानी, यदि त्यसैमध्ये हामी मात्र 20 मिनट आफ्नो लागि, आफ्नो मनका लागि दियौँ भने सोच्नुहोस् हाम्रो जीवन कति बदलिन सक्छ। ध्यान गर्नका लागि कुनै विशेष स्थान वा कुनै विशेष पद्धतिको आवश्यकता पर्दैन, बस शान्ति होस्, एउटा कुना होस् र होस् थोरै इच्छा, आफूलाई बुझ्ने, आफैसँग भेट्ने, आफैलाई चाहे आँखा बन्द गर्नुहोस्, आफ्नो श्वासमा ध्यान दिनुहोस्, चाहे ओमको उच्चारण गर्नुहोस्, चाहे मात्र मौन रहनुहोस्, तरिका जुनसुकै होस् र हुन सक्छ, तर परिणाम सधैँ एउटै मिल्नेछ, शान्ति, गहिराई र भित्रको शक्ति र शान्ति। ध्यानले हामीलाई सिकाउँछ कि शान्ति बाहिर होइन, भित्र छ। ध्यानले हामीलाई सिकाउँछ कि समाधानहरू कसैले दिँदैन, हामीले आफैले खोज्नुपर्छ। ध्यानले हामीलाई सिकाउँछ कि जबसम्म तिमी आफ्नो मनलाई नियन्त्रण गर्दैनौ तबसम्म कुनै पनि प्रकारले तिमीलाई पूर्ण रूपमा सन्तुष्टि दिन सक्दैन, न धनले, न सम्बन्धले, न सफलताले। र अन्त्यमा एउटा कुरा जुन सबैभन्दा जरुरी छ, ध्यान कुनै एक पटकको प्रयोग होइन, यो एउटा निरन्तर यात्रा हो। जस्तै जस्तै तपाईँ त्यस यात्रामा अगाडि बढ्नुहुनेछ त्यसै गरी तपाईँ आफूलाई त्यो रूपमा चिन्न थाल्नुहुनेछ। त्यो तपाईँ वास्तवमा हुनुहुन्छ। तपाईँले पाउनुहुनेछ कि तपाईँ मात्र एउटा शरीर होइन, एउटा नाम होइन, एउटा पहिचान होइन, बरु तपाईँ शुद्ध चेतना हुनुहुन्छ, शुद्ध शक्ति हुनुहुन्छ। र जब त्यो बोध हुन्छ तब मनमाथि नियन्त्रण कुनै कठिन काम लाग्दैन, तब चिन्ता मेटिन्छ, तब डर भाग्छ, तब भित्रबाट आवाज आउँछ, अब त मुक्त छस्। र ठ्याक्कै यहीँबाट हाम्रो अर्को विधिको सुरुवात हुन्छ जसले यस शुद्ध चेतनालाई अझ बढी गहिराईबाट चिन्हतर्फ हामीलाई लैजानेछ। पाँचौं विधि, शारीरिक व्यायाम। जब जीवनको हतारोले हामीलाई थकाइदिन्छ, जब विचारहरूको हल्ला यति बढ्छ कि आफ्नो मनको आवाज सुन्न मुस्किल हुन्छ, तब हामी अक्सर मानसिक शान्तिको खोजीमा भड्किन्छौँ। हरेकले यही सोच्छ कि कसरी आफ्नो मनलाई नियन्त्रणमा ल्याउने, कसरी यस बेचैनीबाट बाहिर निस्किने, कसरी आफ्नो जीवनलाई फेरि सन्तुलित गर्ने। आज हामी कुरा गरिरहेका छौँ त्यही खोजीको अन्तिम चरण, मनलाई नियन्त्रण गर्ने 5 शक्तिशाली विधिहरूमध्ये पाँचौं विधि। त्यो देख्नमा सरल छ तर त्यसको पछाडि लुकेको छ अनन्त शक्ति।
त्यो विधि हो शारीरिक व्यायाम अर्थात् नियमित शारीरिक अभ्यास। अब तपाईँ सोच्नुहोला कि यसमा यस्तो के खास छ कि वास्तवमै शारीरिक व्यायामले मन शान्त हुनसक्छ? तसर्थ आज हामी त्यसमा गहिराईले कुरा गर्छौँ, मात्र शब्दले होइन, बरु विज्ञान, प्राचीन ज्ञान र अनुभवसँग जोडिएको तथ्यहरूको आधारमा। सबैभन्दा पहिले त्यो बुझ्नुहोस् कि हाम्रो मन र शरीरको सम्बन्ध कति गहिरो छ। जब शरीरमा कुनै परिवर्तन हुन्छ त्यसको सिधा असर मनमा पर्छ र जब मनमा केही चल्छ शरीरले पनि त्यसको असर झेल्छ। त्यसैले यदि तपाईँ आफ्नो मनलाई नियन्त्रित गर्न चाहनुहुन्छ भने शरीरलाई व्यवस्था गर्न सक्नुहुन्छ। आधुनिक विज्ञान भन्छ कि जब हामी व्यायाम गर्छौँ, चाहे त्यो छिटो हिँड्नुहोस्, योग होस्, दौडिनुहोस् वा कुनै खेल, हाम्रो मस्तिष्कले इन्डोफिन नामक रसायन छोड्छ जसलाई फिल गुड हर्मोन भनिन्छ। त्यो त्यही रसायन हो जसले हामीलाई राहत दिन्छ, तनाव कम गर्छ र मनलाई स्थिर गर्छ। त्यही कारण हो कि जो मानिसहरू दिनहुँ व्यायाम गर्छन् उनीहरू मानसिक रूपमा बढी स्थिर, शान्त, सकारात्मक रहन्छ। अब यदि हामी प्राचीन ब्रह्मज्ञानतर्फ हेर्ने हो भने वेद र उपनिषदमा पनि भनिएको छ, शरीर माध्यम खलु धर्म साधनम, अर्थात् यो शरीर नै धर्म पालनको पहिलो साधन हो। जब शरीर स्वस्थ हुन्छ तब मात्र मन पनि अनुशासित हुन्छ र जीवनको लक्ष्य प्राप्त गर्न असम्भव हुन्छ। गौतम बुद्धको जीवनमा पनि त्यसको विशेष महत्त्व देख्न पाइन्छ। बुद्धले आफ्ना शिष्यहरूलाई मात्र ध्यान र उपदेश दिनु भएन, बरु उनीहरूलाई नियमित रूपमा हिँड्ने, शरीरलाई सक्रिय राख्ने र आफ्नो शरीरको साथमा आफ्नो मनको पनि ख्याल राख्न शिक्षा दिनुभयो। जीवनमा मध्यम मार्ग अपनाउन यो बुद्धको सबैभन्दा ठूलो सन्देश थियो। न त्यो शरीरलाई यति थकाऊ कि त्यो टुटोस्, न उसलाई यति आराम देऊ कि त्यो जड निष्क्रिय बनोस्। सन्तुलन नै असली साधन हो। ध्यान दिनुहोस्, जब तपाईँ थकित हुनुहुन्छ, तनावमा हुनुहुन्छ र रिसमा हुनुहुन्छ तब तपाईँको शरीर कस्तो हुन्छ? तपाईँको श्वास छिटो छिटो चल्छ, मांसपेशीहरू कसिन्छ, निन्द्रा हराउँछ र पेटमा गडबडी हुन थाल्छ। त्यो सबै शरीरभित्रको सङ्केत हो कि मन ठिक चलिरहेको छैन। तर जस्तै तपाईँ व्यायाम गर्नुहुन्छ, श्वास गहिरो हुन्छ, शरीरमा ऊर्जा दौडिन्छ, निन्द्रा सुत्रिन्छ र मन हलुको हुन थाल्छ। त्यसको अर्को एउटा गहिरो पक्ष जो धेरै कम मानिसले बुझ्छन्, जब तपाईँ व्यायाम गर्नुहुन्छ तपाईँ आफ्नो शरीरसँग जोडिनुहुन्छ। त्यो क्षण तपाईँ वर्तमानमा हुनुहुन्छ, अहिले, र त्यही हो बिङ इन द प्रेजेन्ट मोमेन्ट, जो ध्यानको सबैभन्दा मूल सिद्धान्त हो। र जब तपाईँ यसरी हरेक दिन आफ्नो शरीरसँग उपस्थित हुनुहुन्छ तब बिस्तारै तपाईँको मन पनि तपाईँको नियन्त्रणमा आउन सुरु हुन्छ। व्यायामको मतलब मात्र जिम जानु वा भारी वजन उठाउनु मात्र होइन, त्यो त तपाईँको दिनचर्याको एउटा हिस्सा बन्न सक्छ। जस्तै बिहानीको पैदल यात्रा, सूर्य नमस्कार, प्राचीन योग आसनहरूको अभ्यास वा त्यहाँसम्म कि खेतबारीमा काम गर्नु पनि एक प्रकारको व्यायाम हो। सवाल यो होइन कि तपाईँ के गर्नुहुन्छ, सवाल त्यो हो कि तपाईँ कति नियमितताका साथ गर्नुहुन्छ र कति श्रद्धाका साथ गर्नुहुन्छ। र एउटा कुरा सधैँ याद राख्नुहोस्, जब तपाईँ आफ्नो शरीरलाई हरेक दिन सुधार्नुहुन्छ तपाईँले अन्जानमै आफ्नो मनलाई पनि एउटा नयाँ दिशा दिइरहनु भएको हुन्छ। मनलाई नियन्त्रण गर्नु कुनै एक दिनको काम होइन, त्यो एउटा आत्मज्ञानको, अनुशासनको र आफ्नो भित्रको शक्तिलाई चिन्ने। जब तपाईँ आफ्नो मनलाई बुझ्न सुरु गर्नुहुन्छ, जसलाई दिशा दिन सिक्नुहुन्छ, तब मात्र आफै महसुस गर्नुहुनेछ कि जीवनमा कति शान्ति छ, स्पष्टता र ऊर्जा आएको छ। आजैबाट सानो सुरुवात गर्नुहोस्, ध्यान गर्नुहोस्, आफ्नो श्वासमा ध्यान दिनुहोस्, आफ्नो विचारलाई हेर्नुहोस् र हरेक दिन आफैसँग जोडिने प्रयास गर्नुहोस्। एक दिन, 2 दिन, 1 हप्ता र बिस्तारै तपाईँ आफ्नो भित्रको त्यो मौनतालाई महसुस गर्न सक्नुहुनेछ जो अहिलेसम्म बाहिरको संसारको होहल्लामा हराएको थियो। र सम्झनुहोस्, मनमाथिको विजय नै जीवनको सबैभन्दा ठूलो जित हुन्छ। यदि तपाईँलाई यो भिडियो मन परेको छ, यदि तपाईँले यसबाट केही सिक्न पाउनु भएको छ भने, यदि यी कुराहरूले तपाईँको मनलाई छोएको छ भने कृपया यस भिडियोलाई लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। आफ्नो साथीहरू र परिवारसँग शेयर गर्नुहोस्। हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्। तपाईँको एक सब्स्क्राइबले हामीलाई प्रेरणा दिन्छ। हामी तपाईँका लागि अझ गहिरो र अझ सार्थक ज्ञान लिएर आउनेछौँ। हाम्रो उद्देश्य मात्र भिडियो बनाउनु होइन, बरु तपाईँको जीवनमा एउटा सकारात्मक परिवर्तन ल्याउनु हो। त्यसैले आफ्नो मनलाई शान्त राख्नुहोस्। हस्त दर्शकबिन आजको यो श्रृङ्खलाबाट भने हामी बिदा हुनेछौँ। धन्यवाद।